हेलो हेलो हाई नमस्ते सबैजनालाई शुभ प्रभात छ। आज चाहिँ शनिबार, विशेष शनिबारको दिन चाहिँ हामी यहाँ सुन्दरी जलको शिवपुरी राष्ट्रिय निकुञ्जमा चाहिँ हामी चाहिँ यहाँ हाइकिङमा आएका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ हामी शिवपुरीको चाहिँ ठाउँहरू चाहिँ एक्सप्लोर गर्दै गइरहेछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो शिवपुरीको सानो झरना हो। यहाँ हामी यहाँ चाहिँ हाइकिङ गर्ने साथीहरू थुप्रै हुनुहुन्छ है। जे जस्तो भयो भने एकदम रमाइलो छ ठाउँहरू। तपाईँहरू आउन सक्नुहुन्छ यो ठाउँ घुम्नको लागि चाहिँ। यदि तपाईँहरूको चाहिँ अलिकति टाइम छुट्याएर आउनु भने साथीहरूसँग जमघट गरेर आउने भने यो चाहिँ एकदम रमाइलो छ। अनि अब टिकट लिनुपर्छ। अलिकति पहिला अलिकति चेकिङहरू एकदम कम हुन्थ्यो, अहिले चेकिङहरू एकदम बढेको छ। त्यो भएको कारणले गर्दा पनि अलिकति तल आर्मी ब्यारेकमा चाहिँ तल लास्ट स्टार्टिङ पोइन्टमा त्यहाँ चाहिँ अलिकति चेकिङ राम्रो भइरहेको छ। स्पिकर ल्याउन दिँदैन होइन। धेरै कुराहरू अलि पछिल्लो समय अहिले बन्देज गरेको छ त्यहाँ चाहिँ, किनभने धेरै खानेकुरा पनि ल्याउन दिँदैन। फोहोर गर्न थाल्यो भनेर, धेरै फोहोर भयो भनेर अलिकति यसलाई चाहिँ अलि व्यवस्थित गर्नुभएको छ आर्मीका साथीहरूले चाहिँ होइन। जे जस्तो भए पनि आउनुहोस्, शिवपुरी डाँडा चाहिँ एकदम बेस्ट छ हाइकिङको लागि। त वान अफ द बेस्ट ठाउँ नै काठमाडौँको यही होला जस्तो लाग्छ मलाई होइन। ट्रेल रन हाइकिङको लागि चाहिँ वान अफ द बेस्ट प्लेस नै यही हो यहाँ। अनि कि तपाईँहरू यो प्लेसमा आएर चाहिँ आफ्नो साथीहरूसँग इन्जोय गर्न सक्नुहुन्छ, आफ्नो साथीहरूसँग रमाइलो गर्न सक्नुहुन्छ है। ल हेर्नुहोस्, धेरै साथीहरू छन्, थुप्रै साथीहरू चाहिँ यो हाइकिङमा आउने गर्दछन्, विशेष गरी शनिबार र छुट्टीको दिन जुन चाहिँ पब्लिक होलिडे हुन्छ त्यसैको दिन चाहिँ एकदमै मान्छेहरू यहाँ चाहिँ आउने गर्दछन् है। तपाईँहरू पनि आउनुहुन्छ भने आउनुहोस्, रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्। के भन्नु छ, के छ? आज दुधकुण्ड पछाडि आज रिकभरी ट्रेल वाकमा छौँ। चिल्याक्स पारामा हिँड्ने र आज दौडिने कार्यक्रम हाम्रो हुँदैन। चिलपारामा हिँड्ने जस्तै यहाँ साथीहरूले किन आउने, एकदम एक्सप्लोर गर्ने होइन। यहाँ साथीहरूले किन आउने, कोही आउन चाहने, नेचरसँग रमाउन मान्छे अथवा नेचरसँग जसको आत्मीयता हुन्छ, सामिप्यता हुन्छ, त्यो चाहिँ यहाँ आउनै पर्छ है। ए हो, यस। यहाँ खासै विशेष गरी के छ त है? विशेष गरी यहाँ अहिले यो रेनी सिजन भएको भएर अब नयाँ पालुवाहरू मस्त हरियाली देख्न सकिन्छ। अर्को दोस्रो कुरा भनेको झर्ना हो। कति चाहियो झर्ना? अब तपाईँले देखिसक्नुभयो, झर्ना छ। त्यो हेर्नको निमित्त पनि आउनुहोस् है। अनि अर्को कुरा, तपाईँ भाग्यमानी हुनुहुन्छ भने फेरि जङ्गली जनावरहरू देख्न पनि सक्नुहुन्छ। त्यसको चाहिँ म ग्यारेन्टी गर्न सक्दिनँ नि। फेरि त्यसको ग्यारेन्टी गर्न सकिएन, तर कहिलेकाहीँ भेटिन सक्छ। भाग्यमानी होइन, तपाईँहरू भाग्यमानी हुनुहुन्छ भने कहिलेकाहीँ त्यो मजाले भेटिन सक्छ। अब म चस्मा लाउने मान्छे, चस्मा टाउको माथि लाएको छु, किनभने अलिकति सडकतिर दौडिँदाखेरि धुवा पर्छ भनेर। तर यहाँ त धुलो पनि आउँदैन। त्यो भएर चाहिँ मैले यहाँ चस्मा टाउको माथि राखेर चाहिँ नेचरलाई चाहिँ शीतल हुन्छ हेरिरहेको छु। ल हामी रमाइलो छ। साथीहरू धेरै माथि हिँडिसक्यो होला, तर पनि के गर्नु, रमाइलो गर्नु पर्यो। देख्न सक्नुहुन्छ ल, यस्तो छ हिँडै लपुत्रमा रमाइलो। बाटो छ यहाँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ यसो एक्लै हिँड्दा त बाघ भालु के आउला जस्तो भइसक्यो त। के हो खास ए ठ्याक्का
गाह्रो पो छ त हिँड्न गाह्रो छ सो जङ्गल हेर्दा घना जङ्गल जस्तो लाग्छ है अझै जस्तो भयो भने हेर्नु पऱ्यो दौड्नु पऱ्यो केही कुराहरू गर्नु पऱ्यो है क्या गर्ने यहाँ आउँदैछन् साथीहरू म चाहिँ अलिकति थोरै अगाडि यसो अलि स्पिड बढाउँ भनेर गएको ठिकै छ रमाइलो छ आउनुहोस् शिवपुरी डाँडा एकदमै इन्जोय गर्नु देख्न सक्नुहुन्छ झरना म जान्छु ल बरु अब हामी कति टाइम लाग्छ अब हामी साढे 3 घन्टा 3.5 घन्टा जति फटाफट हिँड्यो नि 3.5 घन्टा अरूलाई 5 घन्टाको रुट हो हामीलाई 3.5 अब 3.5 घन्टामा ठ्याक्कै लाइनमा पुगिन्छ साथीहरू चार्दै आउनु न त्यो भएर आज चाहिँ म चाहिँ हामी चाहिँ शिवपुरीमा चाहिँ हाइकिङ आइराखेका छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो शिवपुरी डाँडा हो शिवपुरीबाट देखिने कुराहरू छ जङ्गलहरू हाम्रो साथीहरू हुन् यिनीहरू ल्याम हिँडिरहन् राम्रो आउँदो रहेछ शिवपुरीबाट काठमाडौँ भ्याली यहाँ कहाँ ल यो के अरे हाम्रो ठ्याक्कै ठाउँ शिवपुरी होइन त ल हेलो नमस्ते सबैजनालाई शुभ प्रभात छ है बन्दुकजी यो म्यान हामी कहाँ छौँ अहिले ठ्याक्कै ठ्याक्कै विष्णुद्वार लगभग 5-6 किलोमिटर रहेछ तलबाट अँ म दौडिँदै आएँ अँ लगभग मलाई 40-45 मिनट लाग्यो अँ मजा आयो के छ नयाँ आउने साथीहरूलाई के भन्न चाहनुहुन्छ नयाँ आउने साथीहरूलाई आउनुहोस् शनिबार प्रकृतिसँग रमाउनुहोस् छुट्टीको दिन हाइकिङ ट्रेल रन के हुन्छ परिवारसँग साथीभाइसँग मिलेर बेला मौकामा प्रकृतिसँग रम्न झुम्न आउने गर्नुहोस् मजा आउँछ ल मजा आउँछ सुन्नुभयो नि
ल त्यो भएर आउनुहोस् यो द्वारको एकचोटि दर्शन गरेर जानुहोस्। यहाँ चाहिँ प्रायः म्याक्सिमम् मान्छेहरू आफ्नो चाहिँ होलिडे भ्याकेसन आउँछन्। यहाँ ट्याक्क यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ पानी छ, अलि बाटो चिप्लो पनि छ है। अलिक समस्या आउन सक्छ, तर पनि आफूले चाहिँ अलिकति थोरै मिस्टेक गऱ्यो भने गाडी मैलामा जान्छ। हाम्रो साथीहरू यहाँ एकदमै रमाइलो छ, प्रकृतिसँग रमाइलो। हेलो हेलो मिस्टर, हेलो गुड। सुँगेर खाइरहेको थियो के हो खास जसले जे भने पनि दौड्न चाहिँ छोडिएको छैन। अब अहिले हामी शिवपुरी नेसनल पार्क, यो कहाँ विष्णुदेवी होइन, विष्णुद्वार पुगेर आइयो। हामी चाहिँ यहाँ बुढा नीलकण्ठ हुँदै खासी भन्ने हो भने कोटेश्वर अनि पाटनबाट चाहिँ यहाँ माथि विष्णुद्वारबाट फेरि हामी उता एकदमै व्यापक रूपमा हामी चाहिँ ट्रेल रन दौडिराखेका छौँ। यी बन्दुकजी हुनुहुन्छ, उहाँ पनि एकदम व्यापक रूपमा दौडिराख्नु भएको छ। ए तलतिर यतापट्टिबाट आउनेवाला होइन। एकदमै रमाइलो छ, लिनु यो लिनु एकदम व्यापक रूपमा छ। ल आउनुहोस्। ल रमाइलो छ नि त। यो अनिल सिंह ल साथीहरू एकदम रमाइलो छ। अब यहाँ माथि यसो स्नान गरेर चाहिँ फर्किनु पर्ला भन्ने छ। प्रकृतिसँग रमाउँदैछौँ हामी चाहिँ। तपाईँहरूले के गर्न हुने के गर्न नहुने भन्ने यो होडिङ बोर्डमा चाहिँ छ। नेपाल सरकारद्वारा टाँसिएको अथवा राष्ट्रिय निकुञ्जद्वारा अथवा यहाँ चाहिँ नेपाल आर्मीले टाँसिएको हुनुपर्छ अथवा नेपाल सरकारले पनि टाँसिएको छ। एकदम गाह्रो छ, बाटो अप्ठ्यारो छ। साथीहरू लागिरहन्, अप्ठ्यारो छ बाटो, एकदम केयरफुल भएर आउनु होला। एकदमै गाह्रो छ। यहाँ चाहिँ प्रकृतिसँग रमाउनुलाई आइपुग्नु होला। टिकटक पनि बनाउँदै हुनुहुन्छ दिदीबहिनीहरूले। अहिले चाहिँ म यहाँ ठ्याक्कै उसमा आइपुगेको छु, सुन्दरी जल यो चाहिँ अब यहाँ चिप्ले बाटो छ, चिप्लिन्छ होला सकिन खालि।
मुजालिन खण्डमा रहेको शिवपुरी राष्ट्रिय निकुञ्जमा छु। यहाँहरू देख्न सक्नुहुन्छ यहाँको दृश्य। यहाँ मैले बनाइराखेको छु भिडियो। खोला नालाहरू कसरी सुसुराउँदो रहेछन्। सुसुराउँदा कति आनन्द आउँछ यो नेचरसँग